अनि तपाईँले चाहिँ अहिलेसम्म चाहिँ कति कमाउनु भयो र अब नेपालबाट आउनु त कमाउने हो रमाउने हो भन्छन्। अब तपाईँले अहिलेसम्म भोग्नुभयो र अबको आउने दिनमा चाहिँ अब नेपालीहरू चाहिँ आउँदाखेरि यहाँ फ्युचर कस्तो छ, पैसा कति कमाइन्छ कि पैसा कमाइने फ्युचर छ, के कस्तो छ हजुरको विचारमा? यो चाहिँ आउँदाखेरि तपाईँहरूले ठाउँ छानेर सिटी छानेर आउनुभयो भने चाहिँ आफूमा नि भर पर्छ चाहिँ काम खोज्ने कुराहरूमा। काम खोज्न सक्यो, भाषा बनाएर आउन सक्यो भने काम खोज्न सक्यो भने चाहिँ अहिले चाहिँ म यता फुकुका छु। अहिले मैले 3-4वटा काम गर्छु अनि मेरो चाहिँ लगभग अहिले चाहिँ 25 देखि 30 मान चाहिँ महिनामा हुन्छ। पहिला म 12-13 मानमा काम गरिरहेको भने चाहिँ अहिले मेरो लगभग 30 मान हुन्छ महिनामा। भनेपछि यो ठाउँले नि फरक पार्छ अनि अलिकति आफूले मेहनत गऱ्यो भने चाहिँ जापानमा नहुने भन्ने चाहिँ छैन, हुन्छ। भनेपछि जापानमा आएर चाहिँ फ्युचर चाहिँ हुन्छ अनि भविष्यमा चाहिँ कस्तो पैसाहरू कमाइने आशाहरू चाहिँ अलिकति कमै हुन्छ भनौँ। यतै जापानमै आएर बस्नेहरूको लागि चाहिँ ठिकै छ। अब नेपाल गएर पैसा कमाएर नेपालमा गएर के गर्छु भन्दा चाहिँ त्यो पैसा चाहिँ हामीले जोगाउन चाहिँ सक्दैनौँ। पैसा कमाउँछौँ, पैसा कमाए पनि जोगाउने अवस्था चाहिँ छैन। यहाँ अब यहाँको ट्याक्सहरू भन्यो, इन्सुरेन्स भन्यो, यताउति होस्टेलका कलेज सबै गर्दा जोगिन चाहिँ जोगिँदैन। तर एउटा राम्रो लाइफस्टाइल लिएर एउटा राम्रो लाइफस्टाइलमा चाहिँ अब टक्क काम गरेर बस्छु भन्नलाई चाहिँ जापान एकदम ठिक छ। हस् हजुरले इङ्ग्लिसमा